आदरणीय संगीत प्रेमी श्रोताहरू, उदयपुरको बलमतादेखि आफ्नो सांगीतिक यात्रा सुरु गर्नुभएका गायक प्रेम चामलिङले चामलिङ गीत क्यासेट छालु लिएर नेपाली सांगीतिक क्षितिजमा उज्यालो तारा बनेर उदाएका छन्। छालुले गीत संगीतको माधुर्यतालाई मात्र उजागर गर्दैन, यसले त किरात चामलिङ जातिको लोपोन्मुख भाषा, संस्कार तथा संस्कृतिको पक्षलाई गीत तथा संगीतको माध्यमबाट श्रोता सामु सहज रूपमा प्रस्तुत गर्ने सराहनीय काम समेत गरेको छ। किरात चामलिङ समुदायभित्र मालु र छालुको प्रेम प्रसङ्ग, नाना पकुने जन्मघर छोडेर पराई घर जानुपर्दा एक्लो भाइ शिवले भोग्नु परेको दुःख कष्टको मार्मिक अभिव्यक्ति, धनी र गरिब बीचको असमान बगैँचामा फुलेको जाबु र छालिमको अनिश्चित प्रेम प्रसङ्ग लगायत महान किरात चाड साकेलाको एकै भेटमा शिवेउ र सिम्माको बीच बसेको गहिरो माया प्रीति, यस्तै यस्तै यथार्थ भोगाइहरूलाई छालुले प्रष्ट पारेको छ। तसर्थ श्रोताहरू, तपाईँ हामीले पनि गायक प्रेम चामलिङको यस यात्राको गन्तव्यसम्म पुग्न साथ र प्रोत्साहन दिइरहनुपर्छ, सधैँ सधैँभरि नै।